विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं यस कार्यक्रमका अध्यक्षज्यू, विद्यालय व्यवस्थापन समितिका हाल रहनुभएका सल्लाहकारज्यू, सदस्यज्यूहरू, त्यस्तै यहाँ अतिथिको रूपमा रहनुभएका हाम्रो गैरा सङ्घका केन्द्रीय अध्यक्ष एवं मेरो अनन्य मित्र रामकृष्णजी, हाम्रो रेडियो गोर्खाका स्टेसन म्यानेजर एवं हाम्रो पूर्व पदाधिकारी भइसक्नुभयो केन्द्रीय रेडियो प्रसारक सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष पूर्व उपाध्यक्ष किशोर थापाजी, यस मनोकामना गैरा विद्यालय हाल त मावि भइसक्यो, माविका प्रधान अध्यापकज्यू, विद्यालयका शिक्षिका र अन्य उपस्थित महानुभाव एवं विद्यार्थी भाइ बहिनीहरू, मलाई अहिलेको अवस्थामा एउटा सुख र एउटा सुखको दुईटै किसिमको अनुभूति भइरहेको छ। कारण के भने 2 वर्ष अगाडि आएको जुन भूकम्पको कारणले जसको केन्द्रबिन्दु स्वयं चाहिँ गोर्खामा थियो, त्यो कारणले चाहिँ जुन किसिमको गोर्खा लगायत नेपालका धेरै जिल्लाहरू 34वटा जिल्ला भनिएको छ, धेरै ठुलो क्षति भयो। त्यसको कारणले गर्दा हामी सम्पूर्ण नेपालीहरूले एउटा ठुलो मर्माहत र कष्टहरू भोग्नु पर्यो र त्यसबाट हामी विचलित नभइकन हामी अहिलेको अवस्थामा आएर र सबैभन्दा धेरै क्षति गोर्खाले बेर्नु पर्यो र त्यसको पनि सबैभन्दा ठुलो क्षति विद्यालय क्षेत्रमा चाहिँ भएको हामी सबैलाई थाहा छ। र त्यस्तो अवस्थामा गुज्रिएर पनि तपाईहरू फेरि एउटा चाहिँ सामान्य अवस्थामा अहिले आइराख्नु भएको छ। त्यो कारणले गर्दाखेरि जुन किसिमको एउटा बाह्य अवस्थामा बाह्य वातावरण बन्दै गयो र यो पुनर्निर्माणको क्रम, पुनर्स्थापनाको क्रम र एउटा मनोवैज्ञानिक रूपमा पनि हामी आफै सक्षम छौँ भन्ने वातावरणहरू जुन बन्दै गएको छ, त्यो अत्यन्त राम्रो अवस्थाहरू पनि छ। र हामी त्यहाँ त्यो एउटा चाहिँ भूकम्पको पछिको एउटा कडीको रूपमा हामी पनि काहीँ न काहीँ जोडिन आएका छौँ यस जिल्लामा। र त्यसमा विशेष रूपमा भूमिका यहाँ देख्नु भएको छ। उहाँले एउटा ल्याङ्ग्वेज पनि देख्नु भएको छ, एजुकेसन इज द की टु ओपन एभ्री डोर भन्छ। डाक्टर कपिल रिजाल जो चाहिँ अहिले बेलायतमा बस्नुहुन्छ, उहाँ नेपाली नै हो र अहिले 22-23 वर्षदेखि त्यहीँ बसेर जुन एउटा प्रेरणाको स्रोतको रूपमा चाहिँ उहाँले भूकम्पको बेलामा तत्काल राहत, पुनर्स्थापन, पुनरुद्धारको लागि जुन काम गर्नुभयो र त्यस पछाडि यहाँका केही विद्यालयहरूमा सानो सहयोगको रूपमा चाहिँ प्याकेजमा चाहिँ उहाँले काम गर्नुभयो र अहिले त्यसलाई एउटा निरन्तरता दिने क्रममा चाहिँ हामी आएका छौँ। र त्यो निरन्तरता कसरी भनेदेखि एउटा चाहिँ विद्यालय छनौट गरेर त्यसलाई चाहिँ उदाहरणीय रूपमा हामी त्यसलाई यस्तो किसिमले लैजाने जसको कारणले गर्दा यहाँ रहेको आर्थिक स्थिति कमजोर भएका र चाहिँ इच्छुक विद्यार्थीहरूले यो आफ्नो विद्यालयबाट निस्केको दिन अथवा यहाँबाट पढाइ समाप्त गरेर निस्किँदाखेरि उसले कहीँ चाहिँ जागिर माग्न, काम माग्न जानु नपर्ने अवस्थाहरू सिर्जना होस्, जसको कारणले गर्दाखेरि तपाईँ आफै आफ्नो व्यवसाय गर्न सक्षम, आफै आफ्नो व्यवसाय गर्न सक्षम होस् भन्ने एउटा अवधारणा राखेर र चाहिँ त्यसलाई सहयोग गर्ने वातावरण बनाउनको लागि मेरो नेपाल भन्ने संस्था उहाँले डाक्टर कपिल रिजालले चाहिँ बेलायतमै गठन गर्नुभएको छ। र त्यसको एउटा कडीको रूपमा अहिले पहिलोचोटि हामीले के विचार गऱ्यौँ भने क्लासमै हुने कामहरू तपाईँहरूले चाहिँ केही न केही क्लासमै सिकिराख्नु भएको विषयलाई अलिकति सजिलो पार्नलाई चाहिँ त्यसलाई चाहिँ हाम्रो यहाँ विद्यालयका प्रधानाध्यापकज्यू र विद्यालयको अध्यक्षज्यूसँग सल्लाह गरेर पहिलोचोटि चाहिँ हामीले यहाँ एउटा कम्प्युटर कक्षा चाहिँ यहाँ स्थापना गरिदिन्छौँ र त्यो कम्प्युटर कक्षामा यही विद्यालयका चाहिँ शिक्षकहरू र आवश्यक पऱ्यो भने बाहिरबाट पनि ल्याएर लगातार तपाईँले 3 वर्ष 4 वर्ष यो विद्यालयमा रहन्छ, जति सिक्नुहुन्छ त्यो सिकाइले तपाईँहरू बाहिर निस्किँदाखेरि एउटा सक्षम नागरिक भएर निस्किन सक्नुहुन्छ। काहीँ कसैकोमा गएर चाहिँ मलाई काम चाहियो भनेर हात थाप्नुपर्ने अवस्थाहरू हुँदैन। र यस पछाडि
यसलाई हामीले एउटा यसकै मात्रै पहिला कुरा सकिहालौँ। यसलाई हामीले चाहिँ सहयोगको रूपमा थप के पनि गर्छौँ भने महिना 1.5 महिना या 2 महिनाको अवधिमा 1 या 2 दिन एक्सपर्ट चाहिँ इन्जिनियर कम्प्युटरको इन्जिनियरहरू मध्येबाट कोही मान्छे यहाँ पठाएर चाहिँ उहाँहरूले सिकेको कस्तो अवस्था छ त्यसलाई चाहिँ अलिकति अगाडि ल्याउन के गर्न सकिन्छ र तपाईँहरूलाई चाहिँ हुनसक्छ 1.5 महिनालाई पुग्ने चाहिँ होमवर्क दिएर यहाँ बसेर प्र्याक्टिस गर्ने कामहरू दिएर उहाँहरू जानुहुन्छ र त्यो रिभिजन भइरहन्छ जसको कारणले गर्दाखेरि तपाईँहरूको चाहिँ अपग्रेड हुने अवस्थाहरू हुन्छ र यस पछाडिको अवस्थामा चाहिँ अब हामी कतिपय व्यावसायिक विषयहरू जो तपाईँहरूलाई फिजिबल हुनसक्छ तपाईँहरूलाई चाहिँ सिलाइ कटाइ पनि हुनसक्छ या चाहिँ ब्युटिसियन पनि हुनसक्छ या मेकानिक्स हुनसक्छ या ड्राइभिङ हुनसक्छ यस्ता विषयहरूमा पनि हामी यहाँ सल्लाह गरेर सरहरूसँग सल्लाह गरेर त्यो विषयहरूलाई पनि यसरी दिने कि तपाईँहरूले मैले अघि भनिसकेँ कि यहाँबाट निस्किँदाखेरि काहीँ कसैकोमा चाहिँ काम गर्न जानु पर्दैन। एकातिर तपाईँहरूको विद्यालयको शिक्षा एउटा सर्टिफाइड शिक्षा चलिरहेको हुन्छ र सँगसँगै यसलाई पनि हामी लैजान्छौँ र यसलाई सकिन्छ भने मिलाउन सकिन्छ भने हामी शिक्षा कार्यालयमा यहाँको विद्यालयको सञ्चालक समितिको मार्फतबाट शिक्षा कार्यालयबाट यसलाई पनि एउटा औपचारिकता दिनेसम्म पनि हामी प्रयासहरू गर्छौँ। अब त्यो भोलिको दिनको कुरा हो र यो उहाँको यो लक्ष्यसहित हामी अगाडि आएका छौँ। यो विद्यालयलाई हामी लगातार 2 वर्ष 3 वर्षसम्म चाहिँ सुरु गर्ने त्यस पछाडि पनि अझ कन्टिन्यू गर्छौँ अर्को 3 वर्षसम्म पनि लैजाने विचार गरेको छौँ। यो चाहिँ अहिले प्लानिङ फेज भएको हुनाले पहिलो काम चाहिँ यो संस्था दर्ता भएर आइसकेपछि अरू कुराहरू हामी गर्दै जान्छौँ। यहाँ पटक पटक हाम्रो भिजिट पनि भइरहन्छ र यहाँ कुनै चाहिँ व्यक्तिगत स्वार्थ छैन, राजनीतिक स्वार्थ छैन। हाम्रो चाहिँ प्योरली चाहिँ एउटा समाजसेवी हो। कुनै धार्मिक संस्थाबाट यसमा आएका छैनौँ, कुनै अन्य किसिमका चाहिँ निकायहरूबाट पनि आएको छैन। यो प्योरली एउटा चाहिँ व्यक्तिको चाहिँ निस्वार्थ भावनाले चाहिँ यहाँ चाहिँ प्रवेश गरेको हो। यसको उद्देश्य एकदम पवित्र छ। यसमा कुनै किसिमको चाहिँ मलाई त अन्यथा किसिमले यसलाई सोच्नुपर्ने अवस्थाहरू छैन र खास गरी म अझ अहिले स्पेसल धन्यवाद चाहिँ हाम्रो प्रधान अध्यापकलाई किन दिन चाहन्छु भने उहाँले जुन यो चाहिँ सानो ब्लक यहाँ चाहिँ निर्माण भएको छ त्यसमा चाहिँ त्यो ब्लक निर्माणदेखि एउटा चाहिँ असाध्यै चाहिँ त्यसलाई चाहिँ अब के भन्नु एकदम चाहिँ पारदर्शी ढङ्गले अत्यन्त मितव्ययी ढङ्गले जुन काम गरिदिनु भयो यो जिल्लाकै सबैभन्दा कममा चाहिँ हामीले निर्माण गराएकोमा सबभन्दा कम कस्टमा र उहाँहरूको आफ्नै चाहिँ बढी लगानीमा चाहिँ निर्माण भएको चाहिँ त्यो कोठाहरू हो। र अब चाहिँ एउटा खुसीको कुरो के भने जाइकाले यहाँ विद्यालय बनाइदिने हुँदाखेरि हामीलाई अझ चाहिँ हामी फाइदामा भयौँ। अरू कामहरू धेरै कुराहरू गर्न हामी सक्षम हुने अवस्थाहरू छ। यति कुराहरू राख्दै म यहाँ उपस्थित सम्पूर्ण चाहिँ अतिथिज्यूहरू यहाँ सञ्चालक समितिका महानुभावहरू र चाहिँ शिक्षक शिक्षिका विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ मेरो आधा अनुरोध के छ भने कम्प्युटर भन्ने चिज पहिला हामीले जुन बेला कम्प्युटर सिक्यौँ त्यो बेला चाहिँ कम्प्युटर भने यति चाहिँ डेलिकेट मानिन्थ्यो कि एयर कन्डिसन भने मतलब चाहिँ एकदम चाहिँ वातानुकूलित अवस्थामा यसलाई राखिन्थ्यो। त्यसरी चाहिँ शिक्षा दिइन्थ्यो र जल्ला तल्ला छुन पनि कोठामा बस्न पनि दिइँदैन्थ्यो र लुगा जुत्ताहरू लाएर पनि त्यहाँ बस्न दिइँदैन्थ्यो। अब त्यो कुरा चेन्ज गरेर अहिले नर्मल कोठामा चाहिँ कम्प्युटर चलाउन सकिने अवस्थाहरू भयो। गुणस्तर पनि एकदम राम्रो भइसकेको छ। तपाईँहरूको यसलाई चाहिँ तपाईँहरूले राम्रोसँग हेर्नु भएन भने विद्यालयले फेरि यसलाई मर्मत गर्नुपर्ने अवस्थामा धेरै गाह्रो हुन्छ। त्यसैले तपाईँहरूले चाहिँ हरेक क्लासले चाहिँ यसलाई एउटा मोनिटर गर्ने एउटा चाहिँ एउटा त्यसका नियम सूत्रहरू बनाएर चाहिँ भित्तामा टाँस्ने के गर्न मिल्ने के गर्न नमिल्ने कम्प्युटर कोठामा गएपछि त्यो कुरा आचार संहिता बनाएर त्यसको मोनिटर गर्ने र त्यसलाई चाहिँ आवश्यक पऱ्यो भने फाइन समेत गर्ने किसिमको एउटा व्यवस्था गरेर यसलाई चलाउनु र यसलाई जति दिगो बनाउनुहुन्छ त्यति हामी खुसी हुन्छौँ र अझ बढी चाहिँ उदार मनले चाहिँ सहयोग गर्न सक्ने अवस्थाहरू पनि हुन्छ र तपाईँहरूकै हातमा चाहिँ यो कुराहरू छ र त्यो कुरा मैले शिक्षकहरूलाई मात्रै भन्दा हुन्थ्यो। त्यो शिक्षकहरूभन्दा तपाईँहरूको बढी जिम्मेवारी भएको हुनाले विद्यार्थी भाइ बहिनीहरूले यस कुरामा ध्यान दिनुहुनेछ भन्ने पनि मैले चाहिँ आशा राख्दै यहाँहरूको चाहिँ उत्तरोत्तर प्रगति र विद्यालयको चाहिँ के अरे नतिजा अझ राम्रो हुने विश्वास दिँदै मेरा भनाइहरू यही टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।